एथलेटिको म्याड्रिडले पनि चान्सेस पाएकै थियो कि फेरि फर्स्ट हाफ चाहिँ त्यो हेर्दा चाहिँ फर्स्ट हाफ ड्रो फिल आइरहेको थियो मलाई सेकेन्ड हाफ म खाना खान गएँ कोही त्यसपछि आयो 56-1 57-2 63 कति चाँडो हो 4 गोल हालिसकेपछि हेर्दै ओ माय गॉड आज मलाई मेसेज गरे पक्न 5 मिनेट डिसिजन लिन दिएन अरे 5 मिनेटमा 3 गोल खाइसके म हाँस्दा Hello everyone, welcome back to our YouTube channel Nepali Football Talks. सबैजनाले दशैं तिहार राम्ररी मनाउनु होला. हामी पनि 2 हप्ता जति अफलाइन नै थियौं. हामी पनि दशैं तिहार मनाइरहेका थियौं. So त्यही भन्दै we'll get to football. अब फुटबलमा we missed 2-3 weeks. धेरै कुरा भइराछ. कुनै टिम अलिअलि जित्दै माथि आछ, कुनै टिम लगातार 3-4 वटा हारिराछ. त्यसको नि कुरा गरौँ हैन. प्लस आर्सेनल टपमा छ. And we have El Clasico today. त्यो चाहिँ अब नेक्स्ट वीक तिर हुन्छ. So first हामी लिभरपुल बाटै सुरु गर्दियौ हैन. लिभरपुल या सुरुमा we said it. Prediction में लिभरपुल भर्सेस हैन. लिभरपुल एज इन जनरल स्ट्यान्डिङ अनुसार लास्ट वीक हामीले कुरा गर्दा लास्ट टाइम कुरा गर्दाखेरि धेरै भएर गाह्रो छ. लास्ट वीक कुरा गर्दाखेरि लिभरपुल टप अफ द लिग. हामी पोडकास्ट नगरेर जित्न छोडेको क्या जस्तो लाग्न थालिसक्यो. डोन्ट वरी लिभरपुल वी आर कमिङ ब्याक नाउ. तर 4 लसेस इन अ रो प्रिमियर लिगमा. च्याम्पियन्स लिगमा ओके फ्र्याङ्कफर्टसँग जित्यो दिस दैट द अदर. तर एट द स्टार्ट अफ सिजन शेकी टिम नै थियो भने नि गोल आई थिंक टोटल 9 लसेस हो कि जस्तो लाग्छ मलाई तिनीहरुको टोटल रोमा त 4 हो. आई मिन ओके जितेको छैन विन नभएको 4 वटा गेम लगातार प्रिमियर लिगमा अस्ति च्याम्पियन्स लिगमा जित्यो नि त. बट मेन पोइन्ट इज दे लुजिङ 4 लसेस प्रिमियर लिगमा भन्ने बित्तिकै तिनीहरू फर्स्टमा त 5-6 वटा एकैचोटि लगातार जित्यो नि त. 4-5 वटा त्यसै सुई हार्नु भने त लस ठिकै थियो. बट सुरुमै भनेन हामीले लिभरपुल अट्याकिङ टिम खाने पनि खुवाउने पनि अहिले त खाएको मात्रै छ. तर अहिले त डिफेन्स लिभरपुलको त डिफेन्स नै भएन के. डिफेन्स सो सेकी. अब त्यही हो अट्याकिङ त राम्रो नै छ. स्टिल ग्याकको आमामा थ्रेट बबाल. ही इज द ओन्ली गुड क्वालिटी भन्ने लाइक हंगर देखाएको लिभरपुलको लागि खेलेको जस्तो देख्ने भनेको त्यहाँ सिर्फ ग्याकको मात्र देख्छु. म त देख्दिन त. साला त्यही त मैले हैन साला त अब अलिकति झन् कन्ट्र्याक्ट साइन गरे त झन् अलिकति तुलुतु अझ भ्यान डाइक लास्ट सिजन नै होला साला गए थियो मेरो विचारमा. लास्ट सिजन ही वाज हैन लास्ट सिजन त जोगाउँथ्यो यार. यो सिजन चाहिँ क्लिपै गयो हैन. आई मिन लाइक सलाको चाहिँ लास्ट सिजन हुन सक्छ यो. ए ल प्रोबब्ली मान कन्ट्र्याक्ट साइन गर्यो कन्ट्र्याक्ट साइन त्यसपछि गयो आई थिंक साउदीतिर जान्छ होला. साउदी प्रोबब्ली साउदी पहिले जान खोजेको थियो लाइक किन्न खोजेको थियो उतातिरबाट बस्न खोजेर मात्र खेल्छु भनेर नि. एनीवे बट आई डिडन्ट लाइक इट. यो लिभरपुल दे लस्ट समथिङ मिड हु दे लस्ट थाहा छ ग्याभिन ब्याक. त्यो नभएर नि अलिकति त्यो वेट्स लुतेछ. नो वर्सले त के गर्नै सकेन. 007 बायनको त्यत्रो इन्भेस्टमेन्ट धेरै छ आउटकम एकदम कम छ. आई थिंक लिभरपुलको केसमा के भइरहेको लिभरपुल मैले त्यही अब आर्ने सरले के भनेको थियो दे आर फेसिङ टु मेनी लाइक लङ बल्स. लास्ट सिजनको कम्पेयरमा अहिले नै तिनीहरूले हाफ अफ द लङ बल्सको के भइसक्यो. द्याट्स वाइ दे आर कन्सिडरिङ क्या. But that's no excuse for top team man. The Van Dijk छ कोनाटे छ, they have good high tick players. So they have to deal with it. कसरी डिल गर्ने त्यो त म्यानेजरले दिने हो नि त. तर त्यस्तै गरी चाहिँ बडी गोल हिजो ब्रेन्टफोर्डसँग के त लङ बल हान्नेको गोल खायो. ओ माय गॉड त्यो हैन ब्रेन्टफोर्डको त्यो मुला थ्रो इन गर्ने प्लेयर आई डोन्ट नो व्हिच नम्बर इज 23 or something like that. त्यो स्कोप थ्रो सिधै मुली पोस्टमा पुग्छ बे कायोडे होला समथिङ लाइक कायोडे नै होला सायद. कहाँ साइडबाट लाइनबाट फाल्दा नि पोस्टमा पुग्छ यताबाट फाल्दा त्यो थ्रेटै त्यही थियो हिजो ल. अनि बक्समा पुगेपछि द फर्स्ट गोलको फिनिश त लेफ्टी कस्तो फिनिश. एनीवे विल कम टु दैट. बट भन्न खोजेको लिभरपुल या अब लिभरपुल अहिले अलि खस्किरहेको यो सिजन अब लिभरपुल गयो. अब बिस्तारै अब आउन सक्छ तर वी नो के टाइटल रेसबाट चाहिँ आउट भइसक्यो. आउट भन्नु नि मिल्दैन यार. सुरुमा ल 2020 जित्यो टपमा बस्यो हैन. अब फेरि 2020 हारिरहेछ गइरहेछ. अब फेरि आर्सेनलले 2 गेम हार्यो भने त ब्याक अन लेभल भयो नि त. मेन प्रब्लम कहाँ छ त आर्सेनल अलि स्ट्रङ छ के. यार आर्सेनल भेरी स्ट्रङ टिम डिफेन्सिभली अनि अट्याकिङ पनि राम्रो नै छ क्या. सेट पिसेसहरुको मात्र हो नि त आर्सेनल पनि. अनि मोस्ट अफ द टाइम तिनीहरुले कर्नर कि त फ्री किक पाइहाल्छ एन्ड देन दे स्कोर के. अनि डिफेन्सिभ वाइज देयर इज नो इभन विथ दैट त्यो मार्टिनेली खेल्दा हैन त्यो लुक भेरी स्ट्रङ. कस्तो राम्रो खेल्छ यार.
त्यो चाहिँ एउटा अलिकति फास्ट प्लेयर छ क्या फर इक्जाम्पल मोस्ट अफ द टाइम्स तिनीहरू ट्रोसार्ड खेलाउँछ नि त एन्ड देन दे सब मार्टिनेली अनि त्यसमा मार्टिनेली त क्विक प्लेयर गएको ब्राजिलियन स्टाइलमा हान्छ क्या आई डोन्ट नो ट्रोसार्डको चाहिँ अलिकति त्यो इन्स्टिङै छैन जस्तो लाग्छ क्या मार्टिनेली चाहिँ जाने बजाउने टाइपको क्या हानिदिन्छ क्या ट्रोसार्ड हान्न चाहिँ खोज्छ त्यो अलिक बुढो भयो क्या ट्रोसार्ड पनि फेरि कस्तो लतर पतर हान्छ क्या अलिकति स्ट्रङ छैन क्या स्ट्रङ यसले हान्यो भने चाहिँ गोलै हुन्छ है भन्ने नै छैन क्या त्यही हो मेन त अब चाहिँ यो सिजन चाहिँ जितेन भने नि थक्कै भन्नुपर्छ आर्सेनललाई 4 गेम हारेर फ्रीमा दिइराख हेर्दा लिभरपुलले न मेन भनेको सिटीलाई रोक्नु पर्यो सिटी बिस्तारै आउँदैछ किनभने सिटीको अहिले फर्म बस्दैछ बट सरप्राइजिङ थिङ सिटी त गर्छ सिटी स्ट्रङ भइसकेको छ अलिकति सेटल डाउन नभयो होला भयो अब त हालान्ड इज स्कोरिङ एभ्री डे man जहिलेदेखि हालान्डै मात्रै छ ओके लेट्स गो एज अ फर्मेट हाम्रो फर्मेटमा के छ अब फर्मेट भन्दा अगाडि लास्ट एउटा दिन न त सन्डरल्यान्डलाई कंग्रेचुलेसन सेकेन्डमा पो छ त कहाँबाट म त यस्तो हिजो टेबल हेर्दै सेकेन्ड हामीले पहिलाबाटै भन्यो सन्डरल्यान्ड त रेलिगेट हुनै सक्दैन अब त हुँदैन हाफ सिजन अब त हुँदैन हाफ सिजनसम्म नि स्ट्रङै खेल्छ जस्तो लाग्यो त्यो प्ले देखेर क्या है हैन त्यो फ्लाइट हिजो नि राम्रो खेलेको चेल्सीसँग जित्यो शकिङ गेम थियो तर अब त्यो विल कम टु द्याट म्याच ठिकै छ त्यो नबोलौँ तर सन्डरल्यान्ड इज प्लेइङ रियली वेल इन प्रिमियर लिग द्याट्स इट ल बिफोर मुभिङ टु आवर फर्मेट हैन वान लास्ट एउटा स्टार्ट चाहिँ भनिदिन्छु च्याम्पियनशिप र प्रिमियर लिगमा प्रोमोटेड साइड बटममै भए पनि दे आर नट इन 18 19 20 कुनै पनि टिम रेलिगेसन त्यो लाइन हुन्छ नि 18 19 20 जाने हुन्छ नि त्यहाँ छैन के एभ्रीबडी इज अबभ दैट अनि च्याम्पियनशिपमा none of the promoted team the relegated team bhako last season they're not in the top 10 not even top 10 no koi chaina Leicester 11 ani Southampton 15 16 kati cha ke sab I didn't check that okay moving on हामी धेरै गेम मिस गर्यो but we'll come to Chelsea Sunderland first game सबैलाई थाहै छ नि दशैं तिहार नेपालीज बेस्ट रमाइलो भयो अब फेस्टिभल्स हैन तिहार छ दिवाली हैन दीपावली but we are back like comment share and subscribe झिलिमिली गर्दै लाइक्सलाई झिलिमिली बनाऊ कमेन्ट्सलाई झिलिमिली बनाऊ बनाऊ अब त झिलिमिली हो बिस्तारै अर्को आउँदै छ अब बिस्तारै but yeah Chelsea Sunderland 12 बजेको गेम भयो हैन त्यो भन्दा पहिला त हाम्रो लिड्स फ्राइडे म्याच छ नि हाम्रो बट आई थिंक है ड्र सम्म सक्थ्यो भनेको वेस्ट ह्यामले बट लिड्स वर टु गुड दैट गेम चाहिँ मैले हेरे थिए ओ माय गॉड आई डोन्ट नो वेस्ट ह्याम त यसपालि त रेलिगेट टिम बोवेन त्यही मात्र ओ माय तुल त्यो बोवेनको बाइसाइकल देख्यो ओ क्वालिटी कस्तो को त्यो सिधा गयो के अलिकति सिधा किपरको भाटामा गयो अनि त त्यस्तो बेलामा छेकिसक्यो यतापट्टि प्लेयर अलरेडी थियो हान्ने त्यो सिधै भयो के त्यही भएर छेक्यो अलिकति दायाँ बायाँ छिट्यो के त्यो किपर यही थियो यही आइदियो के तर प्लेयरले डिफेन्डरले ब्लक त गरेको थियो डिफेन्डर भन्दा अभियसली किपर टल्दै हुन्छ क्या तर सरप्राइजिङ बाइसाइकल थियो कि सर्ट बुएनको त क्वालिटी यार त्यो त्यति यो ड्र तैँले भने जस्तै ड्र भन्ने म्याच थियो तर लिड्सले त पहिला नै आफ्नो प्रेसर बढाइ बिल्ड गर्थ्यो सेट पिसेस कर्नर गोल थियो ब्रो अरु त थाहा भएन हैन त्यो वेस्ट ह्याम त्यो ड्र भयो मैले भनेको कारण पनि बोयनले गर्दा मात्रै हो कि अरु त लथरपथर हो कि त्यो गेममा त कोही छँदै छैन पखेटाले मुला सिधै माथि पखेटाले पखेटा बनाइसक्यो यहाँ कोही कोहीले 12 शट हान्दिरा त्यस्तो ओपन खालीमा यार पोस्ट पनि 12 शट हान्दिरा किडिङ मी भैया वेस्ट ह्याम जित्न पनि सक्थ्यो वेस्ट ह्यामले एक गोल पहिले सेक्युर गरेको भए बट ब्रो वेस्ट ह्याम म्यानेजर फेरि हैन त त्यो पनि जितिराखेन भने चाहिँ आई डोन्ट नो व्हाट दे गोना डु रेलिगेट भयो भने सरी ओभरअल गुड गेम्स त्यो दिनको गुड गेमै थियो that was a good game too हेर्न चाहिँ मजा आयो एउटा मात्र प्रिमियर लिग गेम थियो अनि which was good anyway moving on to the next game on Saturday first game कति 12 बजे भयो र ओके कहिले भर गर्नु नभन्ने गेम हो रे हामीले हैन केटाहरु हैन 12 बजेको गेममा उल्टा हाल्दै हुन्छ भरोसा गर्दै गर्दैन किन हो चाहिँ अब त्यो त थाहा छ किन हाल्नु हेर्नेहरुलाई थाहा छ चेल्सी सन्डरल्यान्ड गार्नाचोस फर्स्ट गोल राम्रो हाल्यो दामी हान्थ्यो त्यो गेम त्यसले राम्रै खेल्यो तर गार्नाचोको मोस्ट अफ द गोल्सहरु त्यस्तै हुन्छ नि इन्स्टिङ के त्यसको कि त राइट फुटेड लेफ्ट फुटेड ड्राइभ गरेर ड्याममा हाल्यो कि इजी बनाइन्छ कि त्यसको त्यो खेल्ने सर्टै त्यही हो के अरु के छँदै छैन त्यसमै पर्फेक्ट छ के त्यही भएर गोल पायो त्यसले गुड गोल बट
अब फर्स्ट हाफमै तिनीहरूले जितिसक्नु पर्ने थियो क्या कति गानाजोले गोल त हान्यो तर आई थिङ्क हि मिस्ड अनि Anyway, सन्डरल्यान्ड ब्रो ओ माई तर सेकेन्ड हाफ पुरै कन्ट्रोल क्या यस्तो हो कि सन्डरल्यान्डले यो गेम खास गरी अब हिसाबले ड्र हुनुपर्ने गेम हो ड्र गेम हो अनलकी गोल हैन मैले हाइलाइट हेर्दैछु ड्र गेम हो स्टार्ट्स हेर्दा ड्र गेम हो त्यो मुला चेल्सी डिफेन्स हामीले पहिलाबाट नै भन्छ शिट द्याट्स इट त्यो ब्याक लाइन चाहिँ भएन के चेल्सीको दे नीड टु चेन्ज इट के फ्रन्ट लाइन दे ओन्ली बाई ओन्ली के स्ट्राइकरहरु मात्रै किने हा भने विंगर र स्ट्राइकर के केही छैन ब्याक लाइन नै काइसर बस्नुपर्छ कहिले कहिले कुकुरेला गुस्टो रेड कार्ड थियो क्या यिनीहरु त रेकर्डै हुन लागिसक्यो घरै गेममा रेड कार्ड खाइदिन्छ मात्रै नखाएको त्यही त अनि त्यस्तोमा पनि त्यो तोसिन त्यो चावाले त मैले काउन्टै गर्दिन डिफेन्डरमा हैन तर तोसिनले त्यो मुला कहाँ एउटा प्लेयर यतिको स्ट्राइकर छ हैन वान म्यान होल्ड गरेर बस्दिरा लास्ट गोलको ओके त्यो म त्यो जी यार हार्दिएको पछाडी वान अन वान छ भने हैन वान अन वान छ भने ल होल्ड हैन दुईटा छ यतापटिको चाहिँ के गरेर बसेर जान खाली कति 10 सेकेन्ड त त्यसले बल रोकेन त के टु मच के त्यो चाहिँ त्यही भएर पनिश ठीक हो हो हार तिन हामीलाई हारे हामी हाई लेभलमा खेलिरहेको छ प्रोफेसनल हो खुट्टा हाल्न बे खेल पेनल्टी जेसुकै गर्छ त्यसमा त सिल्ड गरेर राख पेनल्टी पाइहाल्दैन के अलिकति चुसच भयो भने अलिकति त्यो 50-50 नै हो के पेनल्टी पाउँदैन के त्यसमा बल म एज अ म नै खेल्दै मोस्ट अफ द टाइम डिफेन्डर खेल्छु हैन त्यस्तोमा भयो भने खुट्टा हालेर बललाई मैले बाहिर फ्याल्छु के एटलिस्ट जस मान्छे ठेल्यो नि त एटलिस्ट बाहिर जान्दै जान्छ नि त टिकको त्यही के यता यस्तो तर फिनिश चाहिँ मिठो थियो फिनिशिङ यस्तो फ्री पाएको छ बे त्यत्रो सेकेन्ड होल्ड गरेर पनि डिफेन्डर छैन त्यहाँ आएर एउटाले फुट चिराइदियो त्यो सेकेन्ड डिफेन्डर जुन थियो नि त्यसले कि त्यो चाहिँ त्यहीसँग जानुपर्ने कि त 2-on-1 हुनु पर्थ्यो कि त फर्केर यतापट्टि ट्र्याक हेर्नु पर्थ्यो के रिडै छैन के त्यही भने पावर हेरेर 10 सेकेन्ड कस्तो मिठो हान्दिएको यार तर सन्डरल्यान्ड कङ्ग्रेचुलेसन ब्रो सेकेन्ड यार म त टुवाछु यार हाम्रो प्रेडिक्सन मिल्छ तँले प्रेडिक्सनको पोइन्ट्स गरेर राख नि we missed 2 weeks so we missed अब गर्दिन्छु but I think last week को प्रेडिक्सन त्यो 2 हप्ता भयो I forgot anyway इन्टरनेशनल ब्रेक थियो हाम्रो त्यस्तो सारो मिस त भएको छैन लास्ट वीक को र किनभने यो वीक को नि हामीले गरे भएन नि त सो अब नेक्स्ट वीक को चाहिँ हाम्रो आउने भएपछि 2 weeks को त्यसरी मिसिङ हुने हो तर मिसिङ अब सबैले डजन्ट म्याच दैट मच हाम्रो मिलिरहेछ नमिले नि मिलाउनु पर्यो मुभिङ अन यो गेम आई थिंक बेस्ट गेम यस्टरडे न्यूकासल फुलहाम बेस्ट गेम वाट त्यो एउटा हुन्छ नि एन्टरटेनिङ गेम भन्छ नि यस्तो मजा स्कोर 2-1 मात्रै हैन के 5-1 5-2 त्यस्तै बट न्यूकासल अल्टिमेटको 3टा कि 2टा चान्स अब रोक्दियो बट ही ह्याड अ भेरी गुड गेम त्यो तर यसमा के थियो थाहा छ के 2 गोल्स नै ब्यासीको मिस्टेक भएर खाएको हो मलाई त्यो प्ले कस्तो मन पर्थ्यो है कस्तो सिल्ली मिस्टेक गरेको यार 2 गोलै नले न्यूकासलले 2 गोल जुन हाने नि बोइज त्यो चाहिँ ब्यासी डिफेन्डरको मिस्टेकले फर्स्ट त मा मिस्टेकै हो हैन के गरे किपर खेलाउनु पर्छ नि कहाँ लेफ्ट तिर फाल्दिरा क्या सिधा हैन सेन्टर ब्याकले त गर्ने नै हैन त्यस्तो डजी खेल्दिरा बट सेकेन्ड वान ओके नै थियो तर पनि त्यसकै मिस्टेक थियो क्या न्यूकासलले त्यसरी गोल ल्यायो के त्यो गोल हानेको रे कुनको मर्फी मुलाले खाली पोस्ट मिस गरे 1-on-1 किपरसँग मिस गर्छ तर पहिलो त त्यस्तै हाने नि फेरि अनि हाने ल ठिकै छ गोल त मिस्टेकमा हानेको नि त त्यो लेनो छ नि किपर हि इज गुड के भयो यत्रो पुवा छ कि मा त्यसले पोस्ट नै कवर हान्ने छ के एउटा कुरा थाहा छैन के स्ट्राइकर होइन चिप चाहिँ कसैले सोच्दैन यार कहिले पनि वेल ब्याकको गोल थियो त लास्ट प्रिमियर लिग अनि त्यो त सही थियो त अलिक धेरै नै भयो नि त तर इन्टर हेर्न मैले कति अलिकति गाह्रो छ त्यो चिप हान्न हैन हान्न त त्यसले त्यो के गर्नु पर्छ थाहा थियो किनभने किपर यस्तो वाइड थियो नि त अलिकति फास्ट लगेर त्यसपछि चाहिँ हान्नु पर्थ्यो के त्यो त फैलिसकेको थियो त्यो एकैचोटि जानै सक्दैन के त्यहाँ फैलिसकेको थियो नि त त्यसले त्यतिमै हान्यो के पहिलो गोल त्यसरी हानेको नि त्यसले अनि एक्सपेक्ट सेम थिङ कहाँ किपरले हरेकचोटि त्यस्तो गोल छिराउनु त रोकेको लुसिसको गोल पनि राम्रो थियो यार त्यसले अब त्यही हो गोल त भेटेको त्यसले त हैन तर लास्टमा भेट्यो नि त्यसले भेट्यो न्यूकासल पनि राम्रो खेल्यो हिजो आई लाइक दैट ओहो मैले सुरुमा हैन न्यूकासल यसपाली टोटेनहम यसपाली अलिकति छ नि त च्याम्पियन्स लिगमा गाह्रो छ है खेल्न भनेको राम्रो खेलिरहेको न्यूकासलले यार वर्ल्ड आइसकेपछि त मान क्वालिटी फिनिस अगाडि त इसाक लिभरपुलमा सेट भएर बसिरहेको बेटर इसाक भन्दा बेटर ल्याएर त प्लेयर हैन यस्तो हो
लिभरपुलको अलिक मिले हैन मिलेछ हामीलाई बट तर पनि लाइक फिजिक लाइक के भन्छ एउटा कामनेस के कामनेस भन्दा पनि लाइक क्वालिटी क्वालिटी when you have a when you player अनि तेरो क्वालिटी नै नेक्स्ट टिममा जाँदा ड्रप हुने त हैन नि त हुँदैन सोलो क्वालिटी देखाउनु पर्यो नि त फर एक्जाम्पल इतिकितिले देखाइदिन्छ क्या सोलो ग्याकपोले देखाइदिन्छ इसाक त सिंगल 1 to 1 अब लेट्स टक अलि पछि गरौँ न लिभरपुल भर्सेस हाम्रोमै कुरा गर्दैन 1 to 1 गोल हाने हैन त्यो त हाम्रो किपर राम्रो आएर नि त ओनाना छुटिस त गोलै हान्न छोड्यो त्यस्तै हो कि हान्नै नसक्ने फर्ममा छैन आइजक अब त्यो के नमिलेको त्यही भएर चाहिँ भनेको न्यूकासलले गुड डिल गरे नि त भनेको अल्टिमेट इज अ गुड प्लेयर म त मन पर्यो यार त्यो त सबसे हेडर स्विङ सबसे आई थिंक टलेस्ट प्रिमियर लिगमा एकेटी प्लेयर्स न सेस्को तिमीहरु हुन्छ त्यो पनि भएकै छ एनीवे ओभरअल टलेस्टमै पर्छ भनौँ न बढिया गुड गेम न्यूकासल आई एन्जॉयड दिस गेम यो चाहिँ मन परेको थियो नेक्स्ट गेम युनाइटेड ब्राइटन फर्स्ट टाइम 1.5 वर्षमा फर्स्ट टाइम हैन एउटा गेम चाहिँ ढुक्कले जित्यो भन्नेको यही थियो अलमोस्ट तर्साइसकेको थियो ब्राइटनले 3-2 हुँदा बट एम्बोएमो क्लास कुन्या क्लास अनि हाम्रो किपर भेरी गुड फ्री किक त रोक्न अब सक्थ्यो होला हाम्रो किपरले डल्ले बस लाग्यो मलाई मैले ओभरअल हेरे अलिकति डल्लो चाहिँ छ है यसपालि हामीले अलिकति हाई गोल चाहिँ त्यसले हेरे लो ब्लक सबै कभर गरिदिन्छ हाई आयो भने गाह्रो छ त्यसलाई मैले देखेको चाहिँ सिजनमा यसो हेर्दा अब कमिङ सिजनमा हामीले चाहिँ अलिकति बारहरूलाई चाहिँ सर्टहरूलाई चाहिँ रोक्नु पर्ने छ है डिफेन्डरले रोक्नु त खतरै रोकिरहेको हाइट बढ्ला नि त त्यसको चाहिँ होइन ओभरअल अब तेरो हाइट पनि यति त बढ्ला नि डोन भिटा खादेला अलिक डल्ले लाग्यो क्या मलाई हैन हेर्दा त्यो अलिक ज्याङमा छ के तर राम्रो किपर यार आई लाइक त्यो एज अ लाइक क्विक रिफ्लेक्ट छ के त्यस्तो चाहिँ राम्रो छ के प्लस कमिन युनाइटेडमा आएर त्यस्तो देखाउनु अगेन्स्ट लिभरपुल जस्तो त्यो पनि लिभरपुलको होममा छ एकदम काम रहेछ के जस्ट अहिले अब मेबी इन द फ्युचर अरूको किपरले अरु के थाहा छ लेफ्ट फुटेड राइट फुटेड पनि हो नि त्यो दुईटै अलिकति कमजोरी चाहिँ छ एक्ज्याक्टली पुगेको चाहिँ छैन डेलिभरी अलिकति छैन तर त्यसको दुईटै चल्दो रहेछ के व्हिच इज गुड फर द किपर के किनभने प्रेसर नै कम हुन्छ के ओभरलोड नै हुँदैन के एउटा साइडमा लेफ्टी नचल्ने भयो भने राइट मिलाएर हान्नुपर्छ व्हेन यु स्ट्राइकर इफ यु नो ही गोना गो राइट डेफिनेटली त्यहाँ च्याप्दिहाल्छ के लेफ्ट राइट भएपछि चाहिँ जुन प्लेयरलाई नि डिफेन्ड गर्न नै गाह्रो हो के व्हिच इज गुड बट यस्टरडे आई लाइक देयर गेम सो 4-2 ओभरअल फर्स्ट गोल हाम्रो कोले हाने कुन्या What the shit up यार वुल्समा त्यस्तै गोल हानेर त चम्काएको छ हाम्रो लास्ट टाइमको माइनुको जस्तो अलिक त्यसले चाहिँ माथिबाट हानेले चाहिँ तलबाट तर कस्तो मिलाएर हानेछ यार वुल्सलाई हानेथ्यो नि त तेरो याद आएको के त्यसले त्यहीबाट सिके क्या भन्नु त नमिल्ने बट तर त्यो क्वालिटी अफ प्लेयर चाहिँ बबाल के हार्ड वर्किङ सबै हार्ड वर्किङ त कसलाई भन्नै पर्दैन हैन तर फिनिशिङ के क्वालिटीको फिनिशिङ प्लस एम्बोमे भयो हाम्रोमा त्यस्तो छैन नि त थिएन अब छ फर एक्जाम्पल अब असिस्टको कुरामा गऱ्यो भने हामीसँग छ के अब दिन्छ क्यासमिरले त्यस्तै असिस्ट निकाल्छ नि तर त्यो अलिकति अहिले चाहिँ अब छैन भने जस्तो तर असिस्टको कुरामा त क्यासमिरले पहिलादेखि नै राम्रो असिस्ट फाल्थ्यो के फाल्न हैन ब्रुनो छ ब्रुनो त हिजो त बबालाई खेलेको त्यो पास छोड्देको देख जानी छोडेको त्यो जानी है लास्ट गोलको छोडेको 200% आईक्यू तर त्यो एम्बोएमले चाहिँ रिसले हानेको यार लास्ट गोल यार आम्म तो बजाइदिएको यार तर डेन्जर त्यो भनेको के तिनले हुँदा तर्साइ छ नि र चार कुन डान्स हो यो इन्द्रको अफ्रिकन होला नि दुई जना यस्तो दिन थियो मात्र त्यो दुई अफ्रिकन ठीक छ नि त्यो अफ्रिकन त हैन ल टिकटक जस्तो लागिरा मलाई 3 विन्स इन अ रो त्यो कपाल काट्नु हो त्यो कपाल काट्नु दुई गेम मात्र दुई गेम आउँछ नेक्स्ट मसँग हाम्रो नटिङहम फरेस्ट एन्ड टोटनहम बी रेडी man we're going to smash you त्यसले कस्तो कपाल कुन कट काट्छ होला त्यसले चिन्ने बनाउन फेरि मतलब यो दिस टु हेभी भनेर काट्ला नि तर ओभरअल गुड गेम ब्राइटन आई डोन्ट नो बलिभा कस्तो त्यो र्युमर आएदेखि हरेक गेम पातके है ओके पहिला त लास्ट इयर त राम्रो लास्ट विक त ठिकै खेलेको थियो मैले हेर्दाखेरि यो विक त कस्तो फल मात्र खेलेको के त्यसले फल अनि स्लो आई फो क्यासेमिरो र ब्रुनोलाई जित्न नसक्ने मिडफिल्डमा हैन ओभरअल त्यो अरूले पुश गरेर हो के फर एक्जाम्पल पहिला चाहिँ क्यासेमिरो र ब्रुनो मात्रै हुन्थ्यो नि ओभरलोड हुन्थ्यो के अगाडिको प्लेयरले डुइङ नथिङ के अहिले चाहिँ के हुन्छ हैन एम्बोमा सिधै भित्राइदिन्छ कुन्या भित्राइदिन्छ अनि वाइड प्लेयर वाइड गइदिन्छ अनि त्यसले चाहिँ बिचमा ओभरलोड
हुँदैन विच मेकिङ अलिकति मिडफिल्डरमा अलिकति इम्प्याक्ट गाह्रो छ तर ब्राइटन अर्गनाइज टिम हो नि त सो त्यही भएर लास्टमा आमामा धाउदो त्यो सब गरिसकेपछि हेर्दा त्यो यो मिस्टेक चाहिँ अब सिक्ला होइन एकैचोटि ज्याक्जी ऊ सबै ल्याउनु हुन्न क्या त्यो मिस्टेक जर्जीको सेकेन्ड गोल त्यो एउटा 100 हो कि खाली छ भने सब गरेपछि त डामाडोल भएको थियो हार्ट एट्याकै आउनु जस्तो भएको थियो एकछिन त एक गोल हानेपछि त नि होइन 3 हुँदा त म त ढुक्कै थिएँ कि त्यसपछि ला गोल खायो भनेको त ठ्याक्कै फ्री किक पछि फेरि हेडर ओहो रोक केटा रोक त्यही फ्री किक चाहिँ है कस्तो सिम्पल खास लाग्ने हाइटले नगरेर सिधा थियो म त्यही भएर हाइटले हो कि जस्तो लाग्न थाल्यो हाइट भावले छिट्यो कि त्यो प्रोबब्ली त्यो हो कि किन त्यसले हातले टच भएको छ तर हात अलि लाम्बा भयो त यहाँ लाग्थ्यो नि बाउन्स ब्याक कता माथि खाल्थ्यो होला नि एनीवे बट वी वन 3 गेम्स जित्यो लिभरपुलसँग कुरा गर्दिम न त लिभरपुल मैले त जित्छ सबले 2-0 3-0 4-0 लिभरपुल भनेको थियो त्यो गेम बट दे प्ले शिट ओन्ली बचाएको भनेको लक पनि लाग्यो त्यो गेममा किनभने कति 3वटा त ग्यापकोले 12मै हाल्यो सालाको मिस त्यस्तो गोल त हान्थ्यो नि त तर त्यो सालाले मिस हानेको थियो नि एउटा सर्ट त्यो चाहिँ किपरलाई उनै दिनुपर्छ मोस्ट अफ द टाइम किपर त्यो पोस्टमै बस्न खोज्छ नि त सर्ट हान्ने बेला त त्यो चाहिँ अगाडि आइदियो के त्यसको त्यो जुन त्यो लेफ्ट र राइट हान्दाखेरि यसरी बङ्गे हाने बाहिर हो त्यो चाहिँ पाएदेखि नाटक गरेछ लाग्छ कि मलाई प्लेयरहरुले त्यसरी हान्न थाल्यो भने हैन तर त्यो किपरले उ गरेको हो के त्यसले छेक्यो नि त नर्मल नभए त डिफेन्डर थिएन कुरेर मिलाएर हान्न मिल्थ्यो होला बट यो भन्दै बट रोक्यो एन्ड वी आर फोर्थ टेम्पोररीली फोर्थ गुड गेम्स अब आज मेबी को खेल्दै छ हिजोको ब्रेन्टफोर्ड लिभरपुल छ नि म त 100 हार्छ भनेको लिभरपुल हो ए हैन मैले भनेको चाहिँ हिजोकोमा लाइक स्टिल आर्सेनल प्लेइङ टुडे आजको गेमहरुमा थर्डमा को थियो सिटी थर्डमा सिटी सेकेन्ड सन्डरल्यान्ड ओके लस किनभने सिटी इज ड्रपिङ पोइन्ट्स राइट बोर्नमाउथ पनि छ बोर्नमाउथ पनि माथि गयो राइट नाउ सिटी इज ड्रपिङ पोइन्ट एन्ड आल्सो बोर्नमाउथ विनिङ बर्नली विनिङ एज वेल भेरी गुड फर आवर स्लिप I don't think त्यो त दजिला छ उसले भरोसा गरेर हालेस लाइराथे मलाई त एनीवे मुभिङ अन हैन ब्रेन्टफोर्ड लिभरपुल हिजोको लास्ट गेम 8 बजेको हैन इन अ रो म त हाँस उठ्छ लिभरपुल हारेको हामी जितेको अलिकति हामी हारिरहे उनीहरुले हारेर खासै मजा आउँथेन हामी जितिरहे यिनीहरु हारिरहे त्योमा रमाइलो हो के सबैको दिन आउने है के भाला फुटबल इज त्यस्तै हो के अनप्रेडिक्टेबल है कसले सोचेको थियो लिभरपुल 4 वटा गेम लगातार हान्छ यसपालि त लिभरपुल टपमा थियो यार एन्ड आशिष पनि मिलेन तेरो के चेल्सी टपमा थियो अनि त्यो लिभरपुल फर्स्ट एन्ड देन आर्सेनल भनेको थियो obviously त्यही दुईटा एक गोल खाएको म्यान युनाइटेड फिफ्थ भनेको थियो म्यान युनाइटेड फिफ्थ चाहिँ होला छ बरु आई सेड फोर्थ मेरो प्रेडिक्सन हो फोर्थ भनेको आई सेड सिटी बट यार ब्रेन्टफोर्ड आई थिंक I don't know लिभरपुल क्या त्यही के नमिलेको के अब इन्जुरी नि छ अब आइजक इन्जुर्ड त खेल्दै छैन जे भए पनि ग्याभेनबर्ग नै हो के यिनीहरुको इन्जिन नै त्यही हो के एंकल इन्जुर्ड भएर छ ग्याभेनबर्गको हैन आई थिंक दैट्स द रिजन व्हाई दे लुजिङ आई डोन्ट नो व्हाई सोबुजलर यस्तो अट्याकिङ प्लेयर छ नि त मलाई त ब्याकमा राइट ब्याक त्यही त मैले भन्नु खोजेँ व्हाट ह्यापन टु फ्रिम्पोङ म्यान इन्जर्ड त्यो पनि इन्जर्ड हो वेयर इज द अप्सन म्यान वेयर इज अप्सन त्यही सोबुजलर जस्तो प्लेयर तो क्रिएटिभ छ यार त्यो रिच भन्दा क्रिएटिभ प्लेयर मलाई त्यहाँको मेन प्लेयर नै सबैजले लाग्छ मलाई यिनीहरुको इन्जिन भनेको ग्याभेनबर्ग अनि त्यसलाई त्यो हुन्छ नि मिड कन्ट्रोल ग्याभेनबर्ग अट्याकिङ कन्ट्रोल सबैजलाई हुन्छ के अनि त्यसले मिलाउने सालालाई दिने यता दिने गर्थ्यो रिच त हराउँछ है वेस त हरायो के वेस ओके रिच वेस एनीवे तर सबैजले हेर्न कस्तो कस्तो असिस्ट दिन्छ नि लास्ट गोल अब ब्रेन्टफोर्ड र लिभरपुलको कुरा गर्दाखेरि हाम्रो लास्ट गोल चाहिँ सालाको ब्याङ्गरै थियो यार हान्न त बबाला तर हरेक चोटि त्यसले त्यस्तो हान्यो भने चाहिँ त्यसको क्वालिटी देख्छ कि त्यहाँ टच देखिस् तैँले त्यो फर्स्ट अनि त्यसपछि गोल हान्यो नि त तर सलाको यसपालिको सिजनमा के मिस्टेक भइरहेछ भने टचै लिनु चाहेन टच पनि लिन्न प्लस त्यो उ के हतालमा उडाउँछ यार बल सर्ट पनि देखाछ त्यो त्यही 60-70 मिनेटमा त्यही त मैले भने नि तलाई त्यो यस्तो त्यो प्लेयरहरुले त्यसो लास्ट रेस छ नि बरु पास थियो ग्यापकोले हान्छ छिर्नु पर्यो किन छिरेको हुनु पर्यो नत्र चाहिँ मलाई लास्ट रेस किनभने when you losing proper simple वाला सर्ट हान्नु भने छिराउनु चाहिँ पर्यो के पर्छ म त यस्तो स्किल देखा हुन हैन छिरेको भयो वी एप्रिसिएट एज वेल त्यो अब हानेको हुन्छ र
तर पनि म भाइटल मुभमेन्ट हो नि त त्यो भनेको नि त खै 4 गेम इन रो त अब देन दे प्रेसर तिमीहरु पनि मलाई युनाइटेड गयो आर्नसलले त पहिला अब त्यो केले योगनले बनाएर राख्दियो हैन लास्ट सिजन अब त्यो जित्यो यसपालि नयाँ नयाँ आएछ सेट आफै ल्याएको हो के त्यसले त्यही त नयाँ नयाँ ल्या सेट भएन आफ्नो खुट्टामा बन्चरमा आफूले आफ्नो खुट्टामा आफूले बन्चर बङ्का बङ हालेछ 4 चोटी भइसक्यो वेल तर आउन सक्छ ब्याक किनभने सेट भएको छैन अब एज वी आउन सक्छ ब्याक व्हेन ग्राभेनबर्ग इज ब्याक अनि वाचले अलिकति वाचलाई आई डोन्ट नो इफ इज केपेबल के खेल्ने के प्रिमियर लिगमा हैन राइट ब्याक भयो भने फरक पर्दैन राइट ब्याक भयो भने सबैजनाले स्ट्रङ खेल्छ कि अगाडि राइट ब्याक रिच नै हुनुपर्छ भन्ने छैन के त रिच नै हुनुपर्छ भन्ने छैन कि त्यो पोजिसनमा त जो पनि खेल्ने छ किनभने कर्टिस जोस पनि छ किनभने म्याकलेस्टर त अलिकति डिप नै खेल्छ मोस्ट अफ द टाइम हैन बट ही स्टिल क्यान प्ले अटैकर मिड त्यही हो अब लिभरपुल हेर म त खुसी तिमीहरु हार्दै जाऊ हामी जित्दै जाऊ म त्यही आशा गर्छु तर अब हामीले हेर कुरा त यो गेम भइराछ नि त सो यो गेममा स्कोरर ब्रेन्टफोर्डबाट चाहिँ थियागो हाम्रो थियागोले पेनाल्टी हानेको एउटा पेन पायो एउटा सुरुमै हानेको त्यसले सुरुमा त्यसले हानेको एउटा शार्टले हान्यो शार्टले त मिठो ठोकेको बबालै छ यार त्यो शार्ट यार कस्तो रनिङले गयो त्यो इन बिट्विन त्यो दुईटा कोनेटेको पछाडीबाट है मा त्यो ब्रेक असिस्ट हेर्न मा कहाँबाट कहाँ फाल्दै गयो त्यो हो कि अनि एउटा बबाल रनिङ यार कोनाटेले त छोड्दिछ त्यसले हान भने कोनाटे त स्लो के स्लो अनि कहाँ त्यो भ्यान्डा गुल्टेको देख्छ एकचोटी को भ्यान्डा गुल्टेको के त्यही शार्टले बल गर्दा पासिँदै छ्वाट कभर गर्नको लागि हेरिनस् त्यो म हाँसेर सुमी सुमी गुल्टेको के तर मैले लिभरपुलसँग खेल्दाखेरि चाहिँ ब्राइटनको प्लेयर चाहिँ ढल्याएको थिएँ उनीहरूले ल्याम्मै तान्दा त बुग्लक गरेर के तर त्यस्तै हेर्नु मजा आउँदैछ आफ्नो प्लेयरले गरेर है तर ओभरअल गुड गेम ब्रेन्टफोर्डले त पेलेको हो लिभरपुल हार्ने नै गेम हो त्यो हैन मैले त गेम सुरु हुनु अगाडि ब्रेन्टफोर्डले पेलेकै हो ल त्यसमै त्यति भन्दा लिभरपुल गुड जब लिभरपुल डिफेन्सिभ लाइन अलिकति स्विकै छ यस्तो त्यही हो अब प्रिमियर लिग अब टेबलको एकचोटि हेर्दिम हैन बर्नलीले नि गोल हानेछ बर्नले गोल हाने गाइस गुड है गुड गेम चलिरहेछ अहिले गेम चलिरहेछ अब हामी सन्डेको हाम्रो 2 बजेको गेमहरु आई थिंक 4 मा चलिरहा अब यो लाइभ एज ए स्ट्यान्ड्स भन्नाले यो गेम अहिले आजको नहुँदाखेरि प्रिमियर लिगमा अहिले के भइराछ भनिदिन्छु म हैन आर्सेनल दे आर टप अफ द लिग आज अहिले गेम भइराछ सो दे आर 19 पोइन्ट्स playing draw against Crystal at the moment. Hopefully they win. Crystal Palace is also a good team. कतिको Crystal Palace हार्छ आज 100% हार्छ. Second Sunderland छ but Bournemouth ले जित्यो भने they are going down. 17 points. यहाँ हो. त्यही त bro everybody is surprised के. यहाँ हो 17 points भनेको. Okay. I think they had also like tough team छ Sunderland सँग हामी त जित्यो जस भन्नाले यस अरु Chelsea I think they played Chelsea जित्यो. राम्रो टिमहरुसँग परेको छ के सन्दरल्यान्ड पनि स्टिल म्यानेज टु गेट 17 पोइन्ट्स इज अ लट फर द भर्खर प्रमोटेड टिमलाई व्हिच इज रियली गुड द्याट्स व्हाई वी आर सरप्राइजिङ पहिलाबाट नै यिनीहरुले इन्भेस्टमेन्ट गरे अनुसार चाहिँ इज गुड रिजल्ट क्या त्यो तेरो डायलग थियो अलवेज इन्भेस्टमेन्ट गरे अनुसार अलवेज हामीले पनि इन्भेस्टमेन्ट गर्यो भने वी एक्सपेक्ट समथिङ नि त फर एक्जाम्पल लिभरपुलले त्यत्रो गर्दाखेरि त एक्सपेक्ट गरिरहेको मान्छेहरूले स्टिल दे आर नट डुइङ के गर्छ हैन बट वेयरएज थोरै हैन प्रमोटेड टिमले इन्भेस्टमेन्ट गरेको बिग थिङ नि त हैन लिभरपुलले त जितिरहा नि त टाइटल भरे पैसा दे हाभ मनी बिग टिम पनि वेयरएज सन्डरल्यान्ड स्पेन्डिङ लट्स अफ मनी किन प्रमोटेड टिमले त्यो भनेको धेरै मनी स्पेन्ड गरेको क्या अनि व्हिच इज गुड रिजल्ट क्या त्यही आको अनुसार ब्रो भेरी एनीवे लेट्स गो फर सिटी थर्ड मा छ हैन दे 16 पोइन्ट्स दे प्लेइङ अगेन्स्ट एस्टन विला हारिरहा अहिले फिलहाल 1-0 युनाइटेड हाम्रो युनाइटेड म चा परेको यार फोर्थमा छ यार सबैले सुरुमा त बटम अफ टेबल भन्थ्यो आई थिंक अहिले पछि सन्डरल्यान्ड के सिटी गन बी सेकेन्ड आई थिंक त्यो माथि तल त हुन्छ बट वी आर इन टप 10 मै छौं भनौं न सबैले टप 10 मा नि पर्दैन भन्थ्यो नि त यो सिजन पनि सुरुको 3 गेम 2 गेम हेर्दा त अब सबसे हार्डेस्ट आई थिंक अपोनेन्ट नै हामीलाई परेस लागेको छ स्ट्याट्समा आई थिंक सुरुको गेमहरुमा हामी लाइक ओभरअल अहिले सम्म चेल्सी खेल्यो सिटी खेल्यो आर्सेनल खेल्यो लिभरपुल खेल्यो मेन टिम खेलिसक्यो अब त सबैतिर फला अब त जित्न थाल्ने हो जित्यो भने वी हैव अ गुड चान्स टु स्टे टप 4 छिर्नु फर्स्टमा लिभरपुलसँग हामी ड्र खेलेको भए त आई थिंक आर्सेनलसँग नो आई मिन आर्सेनलसँग ड्र खेलेको भए कहाँबाट त्यो एउटा आर्सेनलसँग ड्र हैन त्यो जित्ने गेम हो जितेर लिभरपुलसँग हामी हारेको हैन अस्ति नै जितेको 2-1 भर्खर एउटा त्यो फुलमसँग हारेको
फ्री किक गोल खाथ्यो नि कहिले हो त्यो सोबोस्लेटले हालेको थियो त्यो त हामीसँग हैन नि आर्सेनलसँग हो नि त्यो ए आर्सेनल चाहिँ 1-0 मा हाले 1-1 हामी ए, आर्सेनलसँग फर्स्ट 1-1 गेम अफ हो द क्या? सिजन ओह, यार, राम्रो बिर्सेको। खेलेर पनि 1-0 हार्दा सबैले हार- ताली पड्का थियो नि त हामीलाई राम्रै अँ। खेल्यो भनेर बट चान्स छ अब चाहिँ छ किनभने नटिङहम फरेस्ट ओके सेकी टिम भर्खरै नयाँ अनि म्यानेजर अब त सबैले जित्ने नै हो के पर्यो हामीले यही कन्सिस्टेन्सी राख्दै गयो भने त वी ह्याभ टु विन एभ्री गेम किनभने त्यस्तो स्ट्रङ टिमहरू अब हामीले त्यति धेरै फेस गर्नु पर्दैन फेस गर्यो भने नि भर्खर बिल्ड भइरहेको तथापि अनि हाम्रै लेभलको हामीलाई भर्खर हामी नि 15 मै त थियो नि प्लस त, फिक्सर्स त्यही भनेको सपोर्ट नि। गर्छ हामी हप्तामा एकचोटि खेल्ने त हो नि नो अँ। कप छ न त्यही भएर नि एक दिन भए पनि खतरा हङ्गर निकालेर खेलेर जित्नु पर्यो मसँग त टिममा त्यस्तै हो लाइक अलिकति बिग टिमहरूले चाहिँ अलिकति बढी गेम खेल्नुपर्छ सो द्याट वी हेभ अ गुड advantage. चान्स हो बोर्नमाउथ अब आज जितिरहेछ सो दे प्रोबेबली गो अबभ अस लिभरपुल भनिहाल्ने 4 गेम हारिरहेको दे आर 15 6 मा भन्यो त्यो गर्छ अब कसरी भयो अहिले जित्दाखेरि यो पोइन्ट अहिले बढी राख्नु पर्ने हैन होइन लाइभ हटाएको छु मैले किनभने मान्छेलाई okay. कन्फ्युज अलि फेरि हारिदियो भने केही भयो भने मैले चाहिँ यो हिजोको गेम अनुसार आजको गेम नदेखाइ यति भएको टटनम होपफुली जित्ला नि अब गेम भइरहेको तिनीहरू नि चेल्सी सरप्राइजिङ 14 पोइन्ट अब जित्छ भनेको दल तल डाउन डाउन जान्छ गएको राम्रो क्रिस्टल प्यालेस नि त्यस्तै हो ब्रेन्टफोर्ड ओके ओए लुक एट म्यानुको स्कोर 5 स्ट्राइकमा हैन त्यहाँ एउटा मात्र लुज रहेछ त्यहाँ हामी उसँग हारेको आई थिंक फुलम हो समथिङ हो र हैन होला क्रिस्टल प्यालेस हेर्दै कोसँग हारेको हामी Surprise. ब्रेन्टफोर्ड फ्लिपिन हेल होममा के त ट्वाटमा खाएको यी उसले थियागोले ड्याङ हानेको यही गेम छाड्दै म अब भएन भने हामी जितिरहेको अब 3 गेम त्यो भए त एउटा गेम नटिङमले जित्दा कपाल काट्थ्यो म त है हेर अरू केही पनि छैन त्यसले कपाल काट्छ हेर त्यसले एनीवे एनिवे नेक्स्ट अब त्यही हो न्युकासल न्युकासल ब्रेन्टफोर्ड माथि आउँछ जस्तो लाग्छ यसपालि मलाई त्यही हैन हो। जो हामी भन्दा माथि चाहिँ हुन्न जस्तो लाग्छ धेरै माथि आश धेरै दियो 3टा गेम जितेर बट लेट्स काम डाउन मेन सरप्राइज एकदम सरप्राइजिङ टिम भनेको अब अहिले हेर्दा नटिङहम र वेस्ट ह्याम वुल्स त ल अब मेन प्लेयर हरायो वी वर एक्सपेक्टिङ वेस्ट ह्याम तर नटिङहम स्टिल अल्सो फलोइङ देयर लिड पाथ and we were expecting West Ham हैन but not to this point के रेलिगेटै होला जस्तो चाहिँ थिएन के लाइक they didn't sell any players हैन तर किन्न त्यस्तो किनेन नि त या and I was like oh okay हेरौँ बट म्यानेजर फेरि त्यही पनि जित्न सकेको छैन 4 पोइन्ट 9 गेममा 4 पोइन्ट भनेको अब वेस्ट ह्याम जस्तो टिमलाई त गाह्रै पर्छ नि त्यही माथि प्रमोटेड टिमहरु पनि जितै छ लुक एट द वुल्स म्यान 2 points man वुल्स त गयो के रेलिगेट 9 games ma 2 points only because at the moment they're losing with the Burnley as well so I they're not have going to been Burnley is winning Burnley त म त माथि बस्छ भनेको त खोइ त 7 पोइन्टमै मात्र रहेछ यार अब 10 हुन्छ अब जित्न छ 10 फुलम 8 पोइन्टमा रहेछ यार फुलम पनि गरस्तै रहेछ त्यो योपाल yes let's not predict right now हैन अब predict स्ट्यान्डिङ right यो धेरै भनेर नि हाम्रो काम छैन किनभने at the moment it's just जस्ट हामी कहाँ कुन फेजमा छौँ भनेर भन्दै मात्रै हो बट या त्यही भएर प्रिमियर लिग चाहिँ यस्तै छ हैन राम्रो गेमहरु कम्पिटिटिभ भनौँ आई लाइक यसपालि चाहिँ स्योर पैसै आउँदैन के हुन्छ कागीको टेन्सन पैसा हुन्छ दिस इज mad man for last year the still we can predict कि okay this is sure for example अब अहिले नि भइराख टप टिम obviously जित्ने भन्ने थियो नि त यसमा त ड्र खेलिदिन्छ कहिले के भइदिन्छ म त्यही भन्छु कि आर्सेनल गोल हाने यार आर्सेनल स्कोर्ड एज वेल अगेन्स्ट क्रिस्टल प्यालेस ओके एनीवे च्याम्पियन्स लिग अलमाइटी च्याम्पियन्स लिग ब्याक फाइनली हामीले पहिला नै एक्साइटेड थिए च्याम्पियन्स लिगको लागि तपाईहरुलाई थाहै छ एन्ड देन फर्स्ट गेम अल्सो रमाइलो गेमहरु भइराख गोलको वर्षा च्याम्पियन्स लिगमा त्यस्तै हुन्छ 40 गोल प्लस कसले 200 कति 400 जिते यार 10 हालेर यार हो 30 प्लस गोल कन्ट्रोल के यस्तो ए सरी हैन हेरे भनेको केटा टेन्सन भइसक्यो मैले किन देखिन भनेर के हैन गोल हेर्न 6-1 4-2 4-0 7-2 4-2 त्यस्तो गेमहरु भइराख ठीक छ ल हाम्रो अब च्याम्पियन्स लिग अब यो ट्युजडे वेडनेसडे भएको थियो हैन बार्सा सो के भएको थियो भने सुरुमा अब बार्सा ओलम्पियाकोस राशफोर्ड इज प्लेइङ भेरी गुड ओहो राशफोर्डको प्राइम गोलहरु देख्नु पाइरहेछ हामीले प्लस त्यो पुरै त्यसले राइट काट्ने अनि लेफ्टपट्टि हान्छ नि त्यसको त त्यो सिग्नेचर सर्ट हो पहिला दिनेमा आर्सेनल लिभरपुलहरु त्यस्तो गोल हान्थ्यो नि त रकेट ट्याक ट्याक काट्यो सेट त्यसले त्यस्तै गोल हान्न आजकल अनि ओभरअल फिर्मिन लोपेजले पनि ह्याट्रिक हान्यो आई लाइक हिज गेम
है त्यो भएर अलिकति गोल बढेको कसम यामाल खै के हो गर्लफ्रेन्डतिर भागे त्यो आई ब्रो दिस इज बम एभ्रीवन्स नो यार आफ्टर यु व्हेन यु आर इन अ रिलेसनशिप स्टामिना घट्छ 2 minute silence 2 minutes but यामाल तर हैन आई होप इट डजन्ट गो त्यो राउट के यस्तो राम्रो प्लेयर छ हैन ही क्यान बी द बेस्ट प्लेयर इन द वर्ल्ड भन्ने प्लेयर जुन छ नि इन्जर्ड भन्दा त्यो इन्जर्ड हैन के इन्जरी इज ओके त्यो हुन्छ गर्लफ्रेन्ड भन्यो बट फोकस अन द गेम भने किनभने त्यसको लास्ट सिजन हेर यो सिजन हेर इज ड्रप डाउन लेभल्स के एउटा दुईटा लेभल घट्यो के न त त्यसले गेम कन्ट्रोल डिक्टेटै त्यसले गरिदिन्थ्यो त लास्ट सिजन त्यत्रो उमेरमा है हैन त्यो अब सम्झाउनुका म्यानेजरहरुको अल दैट बट अहिले अलिकति बडी प्रेसर भयो त्यसलाई प्लस त्यसलाई 10 नम्बर एभ्रीवन्स नो के एभ्रीवन्स नो कि पहिला जस्तै मेसीलाई माग गर्छ नि त्यस्तो मेसीतिर त नजाम तर स्टिल थ्रेड प्लेयर नै त्यो हो भनेर अलिकति भइसकेपछि गाह्रो हो के तर बार्साको त के थ्रेड प्लेयर एभ्रीवन्स थ्रेड प्लेयर नै बार्सा अट्याकिङ त त्यहीमाथि अझ रफिनी आउनै छ लेउन्डा के आउनै छ त्यही त या 6-1 राम्रो गोल राम्रो गेम भयो आई एम इम्प्रेस्ड विथ राशफोर्ड अनि फर्मिन लोपेज मोस्टली पेड्री त कुरै नगरौँ पेड्री गेमै कन्ट्रोल गर्छ बट अगेन्स्ट ओलम्पियाको सबैले जित्छ भन्ने आश थियो नेक्स्ट गेम एथलेटिको आर्सेनल यार ओ माई गड फर्स्ट हाफ त म त ड्र भनेर बसिरहेको गाइज मैले ड्र नै हालेको थिएँ मेरो पनि ड्र थियो कति गयो थाहा छ लेट्स नट टक अबाउट मनी बाइ एनी वे यो गेम फर्स्ट हाफ पहिला त भन्नुपर्दा त ड्र नै भनेर सोचेको दुईटै नै डिफेन्सिभ सोलिड टिम्सहरू बोथ नै त्यस्तो हो अनि दुईजनाले आर्सेनल अभियसली होम एडभान्टेज पेली नै रहेको थियो फर्स्ट हाफ हैन एथलेटिको म्याड्रिडले पनि चान्सेस पाएकै थियो कि फेरि फर्स्ट हाफ चाहिँ त्यो हेर्दा चाहिँ फर्स्ट हाफ ड्र फिल आइरहेको थियो मलाई सेकेन्ड हाफ म खाना खान गएँ कोही त्यसपछि आयो 56-1 57-2 63 कति चाँडो हो 4 गोल हालिसकेपछि हेर्दै ओ माय गॉड आज मलाई मेसेज गरे पक्न 5 मिनट डिसिजन लिन दिएन अरे 5 मिनटमा 3 गोल खाइसके म हाँस्दा बेसिकली भन्नुपर्दा चाहिँ मैले बेट हालेको थिएँ बेटमा चाहिँ ड्र थियो हैन 1 गोल हान्यो यो गेममा ड्र नै छ भनेर यसलाई मैले भने हैन अनि त्यसपछि एकछिन कुर्छु भनेको 2 हैन चान्सेस छ 2-2 3 खाना खान थाले म त्यस खाना रुज्न छाडे खाना थाले हैन रुज्नै छोड्यो भन्दै तर ओभरअल लुइस केली कस्तो ड्राइभ हान्दियो यार बिचमा लगेर मार्टिनेलीले मिठो गोल हान्दियो है ब्रो मार्टिनेली च्याम्पियन्स लिग उके आर्सेनलको लागि त लेजेन्डै बनाइदिला त्यसले त थर्ड इन रोमा च्याम्पियन्स लिगमा गोल हान्दियो राम्रो गोल है फेरि राम्रो कुनै छैन सबै राम्रो गोल हो बट एथलेटिको म्याड्रिड आए किनभने तिनीहरुको गेम हेर्दाखेरि आई थट दे वुड एटलिस्ट ड्र आर्सेनल इज भेरी गुड टिम त्यो चाहिँ नभनौँ बट आई थट दे वुड 1 गोल चाहिँ हान्छ कि भन्ने आश के भयो थाहा छ सेट पिसेस अगेन सेट पिसेस गोल खाएको के के भन्नै मिल्दैन क्या त्यो प्रपर गोल भनेको चाहिँ लुइस केलीले पास दिएर मार्टिनेलीले राम्रो गोल हानेको अर्को त त्यही यस्तो गोकरेजको त झन् कस्तो फनी गोल थियो भने एउटा त अब इन्टेन्सनले हानेको हो अलिकति जबरजस्ती अर्को सब लाइक सेट पिसेस एन्ड क्रसेस गोल हो क्या टच मात्रै अन्डर परफर्मिङ यार तर ग्याब्रियलको चाहिँ राम्रो गोल थियो त्यसले फेरि त्यस्तै हान्छ है गोल वाट भन्दा फर्स्ट गोल के है ग्याब्रियलले हान्छ भन्दै त्यस्तै गोल हान्छ त्यसको त सही छ यार गुड गेम आर्सेनल राम्रो गरिरहेको बेस्ट डिफेन्डर ग्याब्रियल होला यार स्कोर पनि गरेर डिफेन्डिङमा डिफेन्स त बेस्ट डिफेन्डर नै मानौँ न दिस सिजन है कसैले त्यस्तो छैन सबै सेकी छ बट आई होप दे कन्टिन्यू किनभने दे प्रिमियर लिग जित्नु ओके जित्छ इफ यु डु दिस वेल हैन जित्छ हैन बट च्याम्पियन्स लिग पनि जाओ अगाडि लेट्स सी यु इन द सेमी फाइनल तिर हेरौँ इन्जर्ड हुनु भएन फेरि यस्तो इन्जर्ड हुने बित्तिकै गाह्रो छ के एउटा राम्रो प्लेयर इन्जर्ड हो कि गेम भयो मुभिङ अन पीएसजी लेभरकुजन ट्विङ गोल जति त बर्छ तर यो गेमहरु पनि यस्तो हुन चाहिँ नपर्ने हो के भयो थाहा छ रेड कार्ड खायो त्यसपछि पीएसजी को गेममा 2टा रेड कार्ड खाइसक्यो त आमा पीएसजी प्लेयर कम क्विक छ ओपन यस्तो बनाउ स्पेस यस्तो चाहिन्छ तिनीहरुलाई झन् हैन धन स्पेसै खाली यत्र वाङ अनि त्यसपछि त ड्राइभ गरेर कहाँ भेट्छ नुनो मेन्डेसलाई भेट्छ डेम्बेले नि फर्के डेम्बेलेलाई भेट्छ कार्लाकोसलाई भेट्छ रातस्केलेलाई नि भेट्छ अनि उ पनि बारकोलालाई नि भेटेन त्यसले त राम्रो एउटा गोल हान्यो नि भेटेन नि त त्यो फेरि अलिक स्लो छ तर देख्ने मात्रै छ के उहाँ त्यसको तर मेन त उ हो के हाम्रो भित्तिने 2टा रेड कार्ड खाए त्यसलाई कसले छुनी
यसो 11 जना हुँदा त गाह्रो पर्छ 9 जना कसले भेट्नु त खाली त्यसले कस्तो राम्रो गोल छैन त्यसको फेरि सेलिब्रेसन जहिले त्यस्तै हो ब्यान्ड त्यसले पानी हाल्छ रे यार जुत्तामा पानी हाल्छ रे इज द रिजन व्हाई हिज टच इज सो गुड अरे के त्यो ट्रोल के भन्नाले ट्रेनिङमा पानी यस्तो भिजाइरहेको थियो नि त्यो बुटमा अनि त्यो भनेको के तर ओभरअल न्युमेरिकल्स राम्रो फिनिस हान्यो है तर त्यो लेभरकुजनले राम्रो चान्सेस थियो के त्यो मुला एन्ड्रिच रेड कार्ड खानु त्यो हावामा उडेर पछाडि गएको बल नो वाज द्याट क्या एक्चुअली भन्नुभयो नो वाज द्याट ड्याममा हान्दिन इन्टेन्सनली हेरेर क्या अब कोही छैन क्या लिटरली बल पनि यसो गरेछ आफ्नै प्लेयर छ पछाडि टप प्लेयरहरूले त्यस्तो सिली मिस्टेक हिटअप न फिटअप कन्ट्रोल योर एग्रेसन्स मान हैन भने चाहियो के अग्रेसन हैन कहाँ यसरी हान्नु रेड कसरी खानु अनि त्यही हो गुड गेम पीएसजी इभन दिस सिजन आई थिंक पीएसजी जित्ला नै भन्छ यार किपर भेजेर त राम्रो छ किपरले नि अलिकति डिफरेन्स पार्छ नि डनोरुमा भन्छ ओभरअल एउटा पेनाल्टी मिस गर्यो बायनले सुरुमै बायनले ग्रिमाल्डोले हान्यो नि त ग्रिमाल्डोले पोस्टमा हान्यो नत्र चाहिँ त्यो गेम टफ नै हुन्थ्यो अब त्यसपछि रेड कार्ड खाइदियो त्यसपछि त बिजो के भयो एकैछिनमा 7 हो के गेमै चेन्ज भइदियो के ड्र होला जस्तो लाग्थ्यो मलाई त सुरुमा जित्नु त लिभर पीएसजीले जित्थ्यो नै होला जसरी राम्रो टप प्लेयरहरू नै छ तर पनि त्यो खेलेको हिसाबमा त बायनले पनि होममा थियो नि त एडभान्टेज त फुल थियो नि त पेली नै राख्थ्यो कि ठिकै थियो क्या कहाँबाट त्यही भएर चाहिँ मैले भनेको कि एउटा रेड खानु बित्तिकै त सकिएन त्यही हो त्यही माथि पीएसजीसँग रेड कार्ड खाएछ तिनीहरूले एक गोल त पेनाल्टी नै हान्यो बायनले अर्को पनि पेन पाएको हो त्यसपछि चाहिँ रेड भएको पीएसजीको पनि दुईटा रेड ओभरअली अब हामीलाई त गोल हेर्नु थियो मजा आएको थियो यार मजा आएको थियो गेममा ओके मुभिङ अन हाम्रो सबै त नभनौँ न्युकासल बेन्फिका अब न्युकासल राम्रो न्युकासल बेन्फिका होममा त अफ कोर्स जित्नै वल्टमाडा हाम्रो वल्टमाडाले गोल हान्यो फेरि कतिले त हरेक गेम हान्नु त्यसको तर गोल कस्तो हेर्दाखेरि सिम्पल लाग्ने तर कस्तो त्यो ठ्याक्कै ठाउँमा ठ्याक्कै पुग्ने कि त्यो टेक्निकल प्लेयर यतिकै स्ट्राइकर भएको होइन त्यो अल भएर पनि टेक्निकल छ के जर्मन प्लेयर अझ अल भएर टेक्निकल छ के स्ट्राइकर सरप्राइजिङ गेम म भनिदिन्छु नापोली पीएसभी माई गॉड यही गेम डर लाग्थ्यो यही गेम हारेर बीटीटीएस पनि पहिल्यै भनेको थियो पहिल्यै भन्दा यो गाह्रो छ नापोली पनि अन्तर्गतहरु हो के मैले गाह्रो छ भनेको के अब फेरि हेर्न है हिजो भर्खर खेलेको गेममा नापोली भर्सेस इन्टर मिलान त इटालीको दुईटै टप टिम हो नि नापोलीले हान्दिरहेको टिम त्यही भनेको सरप्राइजिङ के अब नापोलीले रेड खाथ्यो र नापोली कि इन्टरले रेड आई थिंक हैन यसमा त खाथ्यो यो गेममा रेड ओके च्याम्पियन्स लिगमा रेड खाथ्यो तर स्टिल पीएसजीले पेलेकै थियो के पहिला नै तर 6 के 6 1-2 भए पनि 6 त्यति भन्दै विलारियल सिटी ब्रो हालन्ड गोल पनि तर मैले हैन यो गेम चाहिँ हैन बीटीटीएस पनि हो के बोथ टिम टु स्कोर नै गेम हो हैन गाइस हैन किनभने विलारियलले राम्रो खेलेको थियो कि होममा राम्रो नै खेलेको थियो किन यसमा नि मैले बेडाल थिएँ के मेरो चाहिँ एका थियो त्यसमा यो र आर्सेनल ड्र थियो ठ्याक्कै त्यो दुईटाले बिगारे भयो नसुन नेक्स्ट गेम सिटी ओभर अब हाल्ने गोल हानिहाल्छ यस्तो यसले हाल्ने बित्तिकै ठ्याक्कै उल्टो हुन्छ अरु त मिलाउँछ के सबैले मिलाउँछन् र हामी नमिलाए अरूले मिलाउँछ नि त फिनिश्ड फाइनल त च्याम्पियन्स लिग छ नि अझै वेडनेसडे छ नि यसमा नि धेरै त कुरा नगरौँ तर एउटा दुईटा टिम चाहिँ आई एक्सपेक्टेड देम टु विन मोनाको टर्न भन्न छ अटलान्टाले स्लाभिया प्रागलाई जित्छ भनेको आई एक्सपेक्टेड बोथ टिम टु स्कोर अनि एटलान्टा टु विन थियो क्या मैले चाहिँ सोचेको अनुसार एटलान्टा त आजकल त के भयो लास्ट सिजन त दे वर गुड म्यान लुकमान हुँदाखेरि भनौँ लुकमान कहाँ गयो त लुकमान त लुकिरह अब खोइ कता हो त्यही छ खेलिरह बट आई डोन्ट नो व्हाट एटलान्टा डिफेन्सिभ प्लेयर के टिम हो के खास गरी बस त्यो ब्रो च्याम्पियन्स लिगमा त राम्रै जस्ट टप टिमै हो नि त स्लाभिया प्राग भनेको त कहाँको हो त्यो यस्तोमा गाह्रो पर्छ किनभने एटलान्टा पनि डिफेन्सिभ टिम हो नि त अनि अचानक अट्याकिङ प्लेमा त आउँदैन आउनु त्यही हो अनि स्लाभिया प्रागले के गर्छ डिफेन्सिभ खेलिदिन्छ त्यही हो क्या रिजन चाहिँ अब हामीले त्यो आर्सेनल भर्सेस एथलेटिको म्याटर के हो सेम हो तर एथलेटिको म्याटर के अरे आर्सेनलमा चाहिँ के छ क्वालिटी छ क्या अगाडि व्हेरेज अब एथलेटिकमा छैन नि त त्यही भएर पनि डिफरेन्स मार्छ एनीवे हाम्रो बायर्न म्युनिक एज युजुअल हो बायर्न त यसपालि त च्याम्पियन्स लिग उठाउनु बेट छैन म आई होप पीएसजीले नउठाएर बायर्न म्युनिकले जितोस् के त्यही यस्तो राम्रो खेले फेरि हेर्न गेमहरु हेर है वहाँ 25 वटा त शट मात्रै हुन्छ मिनिमम के टार्गेट त 15 त छुन्छ कहिले त्यस्तो खेलिरहेको क्या अट्याकिङ पनि डिफेन्सिभ पनि अब बुन्डेसलिगामा क्लिन सिट राख्यो
अब ठुलो टिमहरुसँग अझै गेम आएन नि त यिनीहरुको बट आएपछि आई वान्ट टु सी देम त्यस्तै के अनि होप जित्ला भन्ने ओके लास्ट अब हाम्रो फ्र्याङ्कफर्ट लिभरपुल चेल्सी आएक्स पनि छ नि चेल्सी आएक्स त के कुरा गर्नु रेड कार्ड खाइहाल्यो दुईटा के हो चेल्सी त त्यो एक्सपेक्टेड विन भनौँ अनएक्सपेक्टेड भनेको आई एक्सपेक्टेड लिभरपुल ड्र के यो गेम चाहिँ फ्र्याङ्कफर्टसँग औवे के हैन गेम हेर्यो त्यो अरु गेम हेर्नु हुन्छ त्यही त फेरि अहिलेको फर्म हेर्दा पनि आई थट दे वुड लुज तर जित्यो ठिकै छ लिभरपुल त राम्रै हाल्दैछ त्यसमा त गुड रियल जुभेन्टस हामीलाई थाहा रियल म्याड्रिड जित्छ त्यो अब त्यो विन मात्रै हो हुन त केही भएन त्यो गेममा थाहा भएन बेलिङमले लास्टमा त्यो दस्त भन्थ्यो तर क्लास चाहिँ देखाए जुनियरले 16 लगेको हो नि त विनी त उ हो नि त फेरि च्याम्पियन्स लिगमा त आगो हो नि त आगो हान्छ नि फेरि 16 लगाएर जस्ट बेलिङमले स्ट्याप इन भइदियो नत्र चाहिँ बेलिङले छिरेको पनि दामी गोल हुन्थ्यो के अब सरप्राइज त स्पोर्टिङ मार्सेल नि छ नि म त जित्यो जित्छ भनेको यार के भयो यो अनएक्सपेक्टेड अनप्रेडिक्टेड प्रेडिक्ट गर्यो उल्टो भयो होम एडभान्टेजहरु त्यस्तो हो त्यति भन्दै अब च्याम्पियन्स लिग त राम्रो भइराछ हैन हाम्रो यतातिर आउन त कुन हो ला लिगा नै अलिकति हेर्दिम न त त्यस्तो धेरै त केही छैन बट ला लिगा भन्दा नि सिरिया आ भेरी इन्ट्रेस्टिङ गेम यार नापोलीले जित्यो नि अनि यिनीहरुको स्ट्यान्डिङ हेर हैन नापोली रोमा मिलान इन्टर मिलान यिनीहरु पोइन्ट 1 पोइन्ट 2 पोइन्ट 3 पोइन्ट भन्दा माथि तल छैन के टप 5 टिमहरु के टफ हो के हेर्न अब हिजो हार्यो नापोली माथि गयो हैन हिजो अब आज रोमाले जित्यो माथि जान्छ एसी मिलानले नि जित्यो त्यही हो जुभेन्टस पनि 12 पोइन्ट छ एक गेम खेल्न छ जित्यो भने फेरि तिनीहरु पनि 15 हो 3 पोइन्टकै डिफरेन्स कम्पिटिटिभ बोलमा पनि सेम छ यिनीहरुको कम्पिटिटिभ छ के यो सिजन खाली हामी प्रिमियर लिग र उ भन्छ ला लिगा भन्छ तर लास्ट हामी त्यो चाहिँ भन्छौँ प्रिमियर लिग झन् यो सिरिया त झन् अनप्रेडिक्टेबल हुन्छ कस्तो ड्र खेलिन्छ तर यिनीहरु फेरि डिफेन्सिभ धेरै छ नि त त्यही भएर ड्र भइदिन्छ कि मोस्ट अफ द गेम त ड्र हो के फेरि त्यही भएर चाहिँ भन्छ नि त इफ यु वान्ट टु वाच फुटबल वेयर यु वान्ट टु इन्जोय गोल धेरै चाहियो भने चाहिँ बायर्न बुन्डेसलिगा ओन्ली बायर्नको हेर्दा नि भयो तर बुन्डेसलिगा त ढुक्क ओभर 1 गोल हरेक गेममा एउटा फेरि बेटमै जान्छ कि जे यताउता गर्यो ओभर 1 गोल भनेको कहाँ बेट हो कस्तो म काइते मेरो त मिलिरहा है आउला जस्तो छ है आज त अरे र त्यही भन्दै हैन अलिकति धेरै त नबोलौँ बुन्डेसलिगामा हैन हिजोको अलिकति हेर्दिम न त लाइप्जिग त छ हाने यार एज एक्सपेक्टेड हैन आई नो अहिले आरबी लिग फर्ममा आउँदैछ के तर अक्सबर्गले मैले चाहिँ गोल हान्छ कि जस्तो एक्सपेक्ट गरेको थिएँ तर स्टिल लेप्जिगले जित्छ भने त मलाई थाहा थियो ओ बट 6 चाहिँ मैले नि एक्सपेक्ट गरेको थिएन अति हो धेरै हाने 6 इज टु मच फ्र्याङ्कफर्ट जित्यो बायर्न त भन्नै पर्यो आफै जिम्मेर हो के बायर्न त बुन्डेसलिगा भन्दा पैसै हुन्न ओके इभन बुन्डेसलिगा हैन त्यो अस्ति त डोर्टमन्ड सँग जित्यो नि त 2-0 कि कति जित्यो नि 1-0 2-0 कति जित्यो नि त्यो उ हेर्न के रे 1 को 31 पनि छैन के छँदै छैन के अब स्टिल इफ यु वान्ट टु अर्न मनी स्टडी गरेर गर्ने भने इटालियन सिरिजमा मात्रै छ ड्रमै धेरै त्यही हो अब बायर्न म्युनिखलाई कसैले छुँदैन र यिनीहरु च्याम्पियन्स लिगमा मात्रै भन्ने हो यसमा त के हेर्नु यार यसको त लिगमा डाइरेक्ट बायर्नले खाइयो भने के हेर्ने के यसमा बायर्न सेकेन्डको बारेमा कुरा गरौँ ल लाइप्जिग म लाइप्जिगमा पाछु किनभने त्यस्तो राम्रो टिम थिएन कि त्यो त यसपालि राम्रै भइराछ तर आई थिंक डोर्टमन्ड विल बी सेकेन्ड डोर्टमन्ड पनि आतु पातु हो अनि बायर्न थर्ड हुन्छ लेप्जिग चढ्छ लेभरकुजन थर्ड भन्छस् तैले हुन्छ आई थिंक लाइप्जिग थर्ड होला तर त्यही हो बायर्न लाइप्जिग अलिकति फर्ममा भएको मात्र लेप्जिग डाउन हुन्छ कि बायर्न मिड फर्ममा आउँदैछ बिस्तारै एभ्री राइट नाउ के अस्ति चाहिँ स्याक भएर हो केहीहरु हैन नाउ गेटिङ ब्याक के उनीहरु त्यही भएर सो आई थिंक अब होल सिजनै बाँकी छ नि त छ टन्नै छ वी डोन्ट नो तर पनि त्यस्तो लाग्छ मलाई चाहिँ बेया धेरै वेस्ट नगरौँ अपडेट दिन्छु है म बोनमथले जित्यो ओ माय गुडनेस वुल्व्स ड्र के रे बटम स्कोर मिलिराखा मेरो एस्टन भिलाले गोल के रे सिटीले गोल हाल्नु पर्यो आर्सेनलले गोल हाल्नु पर्यो ओके लेट मी हैव अ लुक गाइस अनि रोमाले नि गोल खानु पर्यो मेरो त टुई आइराखा त त्यति भन्दै यो हप्ता ऱ्याप अप हान्नु हैन अब वे स्लोली कमिङ ब्याक अब एक्कासी हामी 2 हप्ताको मिस गराउँछौँ हामी एकैचोटि फेरि धेरै लामो हुन्छ 2 हप्ताको सबै कुरा गर्दा सो
यो हप्ता गुड गेम्स भइरहेछ आर्सेनल जितिरहेछ रमाइलो भयो ओभरअल टु मेनी गोल्स हैन Very good आज game. he already said that एउटा मान्छेले 10 को 2 से मार्यो गोलले त्यही त अब भन्न खोजेको गोल छ गेमहरु राम्रो राम्रो नट जस्ट इन प्रिमियर लिग अब अरूमा पनि तर अहिले त बायनमा हो त्यस्तै गोलहरु हान्छ हैन हैन हो। उता आएर इटालियन सिरिज पनि गोलहरु धेरै नै हुन्छ आजकल तर अलिकति ड्र बढी हुने मात्रै हो त्यही त 1-1 Italian भनी series, हैन? 2-2 भए पनि तर 1-1 त्यस्तो भइराख्छ उम्, ओभरअल अहिलेको फुटबलमा त धेरै गोल हुन भएको के उम्, किनभने मोस्ट अफ द टाइम मान्छेहरू लङ बल खेल्न थाले के लङ बलले चाहिँ जहिले पनि क्रिएट चान्सेस लिभरपुल टाउको दुखेर ल त्यो मात्र होइन मोस्ट अफ द अहिलेको अँ। गेममा नै त्यस्तो युज भइरहेको अब पहिला पहिला पो सिटीहरूले यस्तो खेल्थ्यो अलिकति छ अहिले तर फुटबलै खेल्छ कि आजकल हुनु त राम्रो फुटबल छ ओभरअल इट वाज अ गुड विक गुड फ्यु विक्स फुटबलको लागि वी इन्जोय भयो अब स्टिल अब छँदैछ यो छ, next- यत्रो next- छ अब game यो विक के हो युरोप छैन नेक्स्ट विक आई थिङ्क हुन्छ युरोप आउँदा यो विक होइन, ए यो विक भइसक्यो अब एक यस्तो हो एक विक हुन्छ एक विक हुन्छ एक विक हुन्छ अनि Champions एक विकमा चाहिँ युरोप आउनु त नेक्स्ट होइन होइन पहिला त्यस्तो फर्स्ट विक चाहिँ त्यस्तो ए गराएको थियो फर्स्ट अब चाहिँ ट्युसडे वेडनेसडे थियो थर्सडे फ्राइडे थर्सडे हो भनेर युरोपै एकैचोटि के ठिकै छ थर्सडे ट्युसडे ट्युसडे वेडनेसडे वेडनेसडे थर्सडे फ्राइडे होइन फ्राइडे हुन्छ थर्सडे ट्युसडे मात्र वेडनेसडे थर्सडे के वेडनेसडे चाहिँ बोथ गेम हुन्छ क्या च्याम्पियन्स लिग पनि युरोपमा युरोप पनि पनि, आधा ओके। आधा के। त्यति भन्दै होइन हामी हाम्रो प्रेडिक्सनतिर जाउँ ओके हाम्रो अब नेक्स्ट विकको प्रिमियर लिगको प्रिडिक्सन ब्राइटन लिड्स ब्राइटनले जित्छ यो ड्र यो 3 बजेको गेम हो लिड्स 12 बजेको ड्र भन्दैमा लिड्स म चाहिँ ओके ब्राइटन बर्नली आर्सेनल 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 हैन आर्सेनल क्रिस्टल प्यालेस ब्रेन्टफोर्ड ड्र आई डोन्ट नो म पनि ड्रमै जान्छु होला यो गेम त जे पनि हुन सक्छ ड्र है गाइस फुलम फुलाम फुलम नटिङहम सिटी युनाइटेड हो United. कता नटिङहम र युनाइटेड 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 यो त फोर विनर रो बनाउनु के यो पर्यो त 100% टटनम चेल्सी टटनम भन्छ यार म हैन सम रिजन क्या होममा चेल्सी म चाहिँ टटनम भन्छु ल चेल्सी हो यो चाहिँ अनि लिभरपुल आस्टन विला यो त ओहो टाउकै होममा- जोरै आउने गेम छ यार यो तर लिभरपुल जित्छ यार एस्टन विला चाहिँ म फर्ममा छैन म- लिभरपुल म चाहिँ ड्र म उल्टो गोल खाइहाल्छ। उल्टो जे पनि उल्टो दिन्छु एस्टन विलाले गोल खाइहाल्छ खान्छ हानिहाल्छ वेस्ट ह्याम न्युकासल के कुरा गर्ने न्युकासल बिटिटिएस न्युकासल सिटी बोनमा है म त्यसमा चाहिँ ड्र कि त बोनमा है म चाहिँ I don't गो know. फर ड्र यार यो गेम म चाहिँ बोनमा त्यसो भए आई गो सिटीले यतिकै हान्नु दिँदैन के ल एनिवे बोनमा होइन सक्यो छ एउटा लास्ट छ मन्डे एउटा गेम होला एउटा मन्डे छ सन्डरल्यान्ड सन्डरल्यान्ड आँखै जिमेर सन्डरल्यान्ड एभर्टनसँग त सन्डरल्यान्ड एभर्टन म त टपमै बस्को एकछिन यो गेम ड्र ल सन्डरल्यान्ड हो त्यही हो हाम्रो यो विकको प्रोटेक्सन गुड गेम अब च्याम्पियन्स लिगहरू नि आउँदैछ हामी बिस्तारै बिस्तारै अब एभ्री विक हाम्रो ऊ छ नि स्केड्युलहरू मिल्छ अब फेरि फेरि ब्याक टु नर्मल अब सक्यो हाम्रो चाडपर्व भयो चाडपर्वले बिजी भइयो होइन कज उयो पनि बाहिर थियो म पनि बाहिरै थिएँ मोस्ट अफ द टाइम सो द्याट्स वाइ वी वर नट एबल टु मेक भिडियोज अभियसली होइन सिम्पल त्यही भएर हो एनिवे वी अब यो भिडियो हेरेर इन्जोय गर्नु फर्स्ट अफ अल त होइन रमाइलो गर्नु लाइक कमेन्ट सेयर सब्सक्राइब अनि कमेन्टहरू पनि यसो मेनली चाहिँ कमेन्ट वी एक्सपेक्टिङ लट्स अफ कमेन्ट्स तर एट द comment मोमेन्ट दिनु। अलिअलि फ्यु आइरहेको छ स्टिल वी वान्ट टु इम्प्रुभ आवर पोडकास्ट एन्ड हाउ वी कम्युनिकेट टु यु गाइज होइन यस्तो Audience-सँग जति कसरी कमेन्ट connect- आउँछ हामीलाई त्यति त्यति सजिलो कनेक्ट हुन्छ गर्न सजिलो हुन्छ कमेन्ट गर्नु अब यस्तो भनिदिनु भयो भन्ने हुन्छ कसैले यस्तो भन्यो भन्ने हुन्छ नि त सो अब कमेन्ट गरिदिनु रमाइलो यसो रमाइलो हुन्छ त्यही हो त्यति भन्दै थ्याङ्क यू फर वाचिङ आवर पोडकास्ट We will see you again इन द नेक्स्ट week. एपिसोड United. युनाइटेड